सुर्खेतकी 16 वर्षीय बालिका इनिसा बिकमाथि भएको बलात्कारको घटनाले हामी सबैको मन निकै भारी बनाएको छ। यस्ता खबरहरू सुन्दा मन दुख्छ र एउटा प्रश्न हाम्रो मनमा उठ्छ। यस्तो अन्याय बढ्दै जाँदा ख्रिस्टियनहरूको भूमिका के हो? के हामी समाचार सुनेर लामो सुस्केर हाल्ने र चुपचाप बस्ने मात्र हो? आज हाम्रा छोरी चेलीहरू आफ्नै घर र समाजमा असुरक्षित महसुस गरिरहेका छन्। पीडितहरू न्यायको पर्खाइमा तडपिरहेका छन् र समाजमा डरको वातावरण फैलिएको छ। यस्तो अवस्थामा बाइबलले हामीलाई के सिकाउँछ? हितोपदेश 31 को 8 देखि 9 ले भन्छ, बोल्न नसक्नेहरूको पक्षमा मुख खोल र असहायहरूको न्याय गर। यसको अर्थ प्रष्ट छ। जब समाजमा अन्याय हुन्छ, ख्रिस्टियनहरू रमिते बन्न मिल्दैन। हामीलाई बोलाइएको छ पीडितहरूको घाउमा मलम लगाउन, सत्यको पक्षमा उभिन र न्यायको निम्ति साहसको साथ आवाज उठाउन। बाइबलमा पनि यस्तै पीडादायी घटनाको उल्लेख छ। दोस्रो शमूएल 13 अध्यायमा तामारमाथि आफ्नै दाजुबाट भएको अन्यायले केवल एउटा परिवार मात्र होइन, पुरै राज्यलाई कति ठुलो असर गर्यो भन्ने देखिन्छ। यसले सिकाउँछ पापलाई लुकाउँदा वा बेवास्ता गर्दा त्यसले झन् ठुलो विनाश ल्याउँछ। तर अन्धकारको बीचमा हाम्रो निम्ति आशा पनि छ। प्रभु येशूले सधैँ कमजोर, घृणित र समाजले हेपेकाहरूको पक्ष लिनुभएको तपाईँले बाइबलमा देख्न सक्नुहुन्छ। भजन सङ्ग्रह 34 को 18 ले भन्छ, चूर्ण हृदय भएकाहरूको नजिक परमप्रभु हुनुहुन्छ। मित्रहरू, आज हाम्रो वास्तविक जिम्मेवारी के हो? पीडितलाई दोष लगाउने संस्कार त्यागेर उनीहरूको सहारा बन्ने, अन्याय देखेर आँखा चिम्म गर्ने होइन, सत्यको पक्षमा बोल्ने, हाम्रो समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण र सम्मान गर्ने संस्कार निर्माण गर्ने। किनकि ख्रिस्टियनहरूको आवाज भनेकै न्याय, करुणा र आशाको आवाज हो।